हे गाइज नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। अब आज चाहिँ सन्डेको दिन छुट्टी परेको कारणले गर्दा हामी चाहिँ घुम्न जाँदैछौँ होइन। हामी पनि लागेको छैन। फाइनली यहाँ आउँदै हुनुहुन्छ हाम्रो एकदमै धेरैजना सर म्याडमहरू हुनुहुन्छ। हाम्रो चाहिँ एकदमै होइन बहुप्रतिष्ठित कम्पनीमा चाहिँ काम गर्ने हाम्रो एकदमै टिका सर हुनुहुन्छ अगाडि, हाम्रो मारङ सर हुनुहुन्छ यता हाम्रो के नाम सर हजुरको? अकिल लिम्बू हुनुहुन्छ। यता हाम्रो के नाम रे? दुर्गा अधिकारी सर हुनुहुन्छ है। ल हामी सबैजना घुम्न जाँदैछौँ आज। अगाडि देखाउनेछौँ तपाईँलाई कि कस्तो हुन्छ अगाडिको हाम्रो चाहिँ होइन। यहाँ हुनुहुन्छ हाम्रो एकदमै सम्मानित सर म्याडमहरू। हामी जाँदैछौँ घुम्नको लागि। यहाँ हाम्रो अटोहरू सबै बुक भइसकेको छ है। यहाँ कुरा हुँदैछ भाडाहरूको लागि। के छ सर हजुर? नमस्कार हजुर। के छ आराम हुनुहुन्छ? के छ सर? ठिक छ। ल आज घुम्न जाने भयो होइन त? हजुरको शुभ नाम? मेरो नाम सुस्मिता राई। अनि यता हाम्रो यता दिदी सिनियरको नाम? अनि यता पछाडिपट्टि निर्मला राई। निर्मला राई है। ल हामी धेरैजना छौँ यहाँ जाँदैछौँ आज घुम्नको लागि। आउनेछ तपाईँलाई अगाडिको भिडियोहरू के कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यहाँ आउँदै हुनुहुन्छ पछाडि हाम्रो एकदमै रेस्पेक्टेड सर। के नाम हजुरको? हजुर मेरो चाहिँ अनिल सापकोटा हो। कहाँदेखि हुनुहुन्छ हजुर? हजुर म काभ्रेदेखि बिलोङ ल गर्छु। यता हाम्रो सर कहाँदेखि हुनुहुन्छ? आई एम फ्रम नेपाल। नेपाल कुन ठाउँदेखि हुनुहुन्छ सर हजुर? हजुरको शुभ नाम? मेरो नाम चाहिँ यहाँलाई नामै थाहा छैन। यहाँ नाम चाहिँ आफै खानुभयो आफ्नो नाम। ल हामी यहाँ एकदमै राम्रो छ है। यहाँ हुनुहुन्छ हाम्रो एकदमै ह्यान्डसम सर है। ल यहाँ जाँदैछौँ सबैजना। के नाम सर हजुरको? दिलो सामसु हाङराई। यता हाम्रो चस्मावाला सरको? यता पछाडि के नाम सर? मेरो युगल राई। युगल राई है। ल यहाँ आएको छ हाम्रो चाहिँ एकदमै महँगो कार आएको छ होइन। टक्क लगाएर यसमा 2टा 3टा 4वटा कार आएको छ। हामी चाहिँ यसमा चाहिँ जाँदैछौँ घुम्नको लागि है। ल भैया कितना टाइम लगेगा कैनारी पहाड़? यहाँ से हाँ जी कम से कम 20 मिनट हमको दीजिएगा तो पहुँचा देंगे। 20 मिनट पहुँचा देंगे? 15 मिनट में पहुँचा देंगे। ठीक है भैया थैंक यू। ल मिलेर बस्नु होला है त। ज्यादा पारा बस्नु होला। ल मिलेर बस्नु है सबैजना। हाँ वही रास्ता लेके जाइए ठीक है। गुड। कति जाने पायो? ठीक है आपको कंफर्टेबल है? ठीक है गिराना नहीं फिर और परे। हाँ ठीक है। ल मिलेर बस्नु होला है। ल गाह्रो साह्रो भयो भने एडजस्ट गर्नु होला। यो चाहिँ एकदमै सुन्दर ठाउँ जहाँ हामीलाई घुम्नको लागि चाहिँ एउटा जुन आकर्षित हुन्छ त्यो ठाउँमा हामी आज जाँदैछौँ। हामीसँग टोटली 4वटा चाहिँ अटो चाहिँ बुकिङ गरेर जाँदैछौँ हामी। 2-3टा अटो चाहिँ यहाँ छ है। हाम्रो एउटा अटो चाहिँ अगाडि जाँदैछ। सो अगाडि आउँदैछ अटोहरू पनि। वातावरण चाहिँ एकदमै राम्रो छ यहाँको चाहिँ एकदमै शीतल छ एकदमै है। हामी यहाँबाट अब पैदल जानुपर्छ। अब हामी कितना सिडी यहाँ से ऊपर भैया? 601 सीढ़ी। 601 सिडी चाहिँ छ यहाँबाट। ल आइपुग्नुमा हाम्रो एकदमै सरहरू पनि यहाँनिर। ल हेलो हेलो के छ हजुर? कस्तो भयो यात्रा? आरामै हो कस्तो भयो यात्रा? एकदम राम्रो भयो। ल ठिक छ। अब यहाँबाट त हामी पैदल जानुपर्ने भयो नि त होइन। 600 सिडी छ अरे नि त यहाँबाट। हे गाइज यो सुरु भइसकेको छ हाम्रो क्यानारी पहाडको यो सिडी। टोटली 600 एउटा कति सिडी छ अरे। अब यसमा चाहिँ हामीले चढेर जान आँटेछौँ।
हामी चाहिँ यहाँ बाउ छोरा छौँ दुईजना है। नाति छन् बाउ छोरा ढक्क लगाएर